नेपाली चलचित्र चिरञ्जीवी भवले दिन प्रतिदिन दर्शकमाझ उत्साह थप्दै लगेको छ। निर्देशक द्वय कुमार कटेल र दीपक प्रसाद आचार्यको निर्माणमा बन्न लागेको यस चलचित्रमा अहिले धमाधम कलाकारहरू जोडिने क्रम जारी छ। यसैबीच आज निर्माण टिमले एक महत्त्वपूर्ण घोषणा गर्दै नेपाली कला क्षेत्रमा अत्यन्तै सम्मानित र चर्चित अभिनेता हरिवंश आचार्य चलचित्रमा आबद्ध भएको जानकारी सार्वजनिक गरेको छ। टिमले सामाजिक सञ्जाल मार्फत हाम्रो परिवारमा लेजेन्ड अभिनेता आदरणीय हरिवंश आचार्यज्यूलाई हार्दिक स्वागत गर्दछौं भन्दै खुशी व्यक्त गरेको छ। यसअघि निर्माण टिमले गेस हु अभियान सञ्चालन गर्दै एक कलाकारको छाया तस्बिर सार्वजनिक गरेको थियो, जसले दर्शकमाझ ठूलो चर्चा पाएको थियो। धेरै दर्शकहरूले विभिन्न कलाकारहरूको नाम अनुमान गरेका थिए। साथै अघिल्लो पोस्टमा सही अनुमान गर्ने दर्शकहरूलाई निर्माण टिमले इनबक्स मार्फत आफ्नो सम्पर्क नम्बर उपलब्ध गराउन आग्रह गरेको छ। उनीहरूलाई चलचित्र रिलिजको समयमा निशुल्क टिकट प्रदान गरिने बताइएको छ। फिल्म चिरञ्जीवी भवमा नयाँ र पुराना कलाकारहरूको सशक्त संयोजन देखिने अपेक्षा गरिएको छ, जसले नेपाली चलचित्र प्रेमीहरूमा अझ ठूलो उत्साह थपेको छ। अब दर्शकहरू फिल्मको थप अपडेट र रिलिज मितिको प्रतीक्षामा रहेका छन्। तपाईहरू पनि यो नयाँ बन्न लागेको फिल्म चिरञ्जीवी भव हेर्नका लागि कतिको एक्साइटेड हुनुहुन्छ? कमेन्ट गर्नुहोस्।